भन्ने सम्भावना धेरैभन्दा धेरै रहेको छ। र तपाईँलाई यो सहरमा देख्न सक्नुहुन्छ, यो सहरमा यो सहरले लोवर डेभलप बट भेरी अनम्यानेज एन्ड भोल्टेज स्थितिमा वर्षहरूको राम्रो म्यानेज भइसकेको छैन। त्यो फ्याक्ट्रीबाट स्मोकहरू निस्केको छ, भेहिकलबाट ग्यासेसहरू धेरै खाले ग्यासेसहरू निस्केको छ, पछि फ्युलको धेरै बर्निङ भएको छ, जसको कारणले गर्दा यसबाट सल्फ्युरिक डाइअक्साइड र नाइट्रिक अक्साइड ग्यासहरू उत्सर्जन भएर माथि एसिडमा गएर वाटर पेपरसँग रियाक्ट गरी एसिडिक क्लाउड फर्म गरेको छ। उक्त फर्म भएको एसिडिक क्लाउड पछि एसिड रेन मतलब अम्लीय वर्षामा परिणत हुने गर्दछ। उक्त अम्लीय वर्षाले हाम्रो वातावरणमा पार्ने प्रभावहरू भन्नको लागि म कृषिलाई बारेमा उनको परिचयदेखि अहिलेसम्मको योगदान त्यसै गरी हामीले पनि अब यहाँ यो त एकदमै महत्त्वपूर्ण छ। डिजिटल लिटरेसी साक्षरता हो। साक्षरता चाहिँ हाम्रो देशमा एकदमै कम छ र त्यसलाई पनि हामीले डेभलप गर्न आवश्यक छ। साक्षरताले डेभलप गर्नु भने चाहिँ हामीले वर्ल्डसँग कनेक्ट हुन सक्छौँ र हामीलाई सजिलो पनि हुन्छ। त्यसै गरी हामीले हिजो भर्खरै हाम्रो विद्यालय सदस्यसँग पनि अन्तर्वार्ता सिकाउने पढाइलाई किन आवश्यक छ धन्यवाद तपाईँलाई। मेरो दुईमा विषय छ। मलाई लाग्छ यो शारदा नगरपालिकाले पढाइ मेलाको कार्यक्रम आयोजना गरेको छ। सर्वप्रथम म यो आयोजकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यसमा सम्बद्ध आबद्ध विशेष गरेर विभिन्न विद्यालयहरू हजुरहरू जस्तै विद्यार्थी भाइहरू जसले भाग लिनु भएको छ, म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। किन भन्दाखेरि यो शारदा यो पढाइ मेलाको एउटा मेन मकसद के हो त भन्दा धेरै मान्छेहरूलाई यसको बारेमा जानकारी नहुन सक्छ। यसको मेन मकसद भनेको यो सबैले यो विद्यार्थी मात्रै होइन, हामीले त यहाँ पढाइ मेला गरेर विद्यार्थीको लागि मात्रै गरेका छौँ। यो पढाइ मेला गर्नुको मेन औचित्य भनेको विद्यार्थीको धेरै रिडिङ कल्चरको विकास हो, विद्यार्थीले पठन पाठन गर्ने कल्चरको विकास हो र विशेष गरेर सेयरिङ कल्चरको विकास हो। र तपाईँहरूले जानेका कुराहरू अर्काले पनि सिक्छ, अर्का जाने कुराहरू अर्काले सिक्छ। त्यसैले गर्दा इच वान टिच वान पनि भन्छ, हरेकले हरेकलाई सिकाउने कार्यक्रम हो जस्तो लाग्छ। किनभने म यसको धेरै प्रयास आयोजकप्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई लाग्छ म पहिलोदेखि नै यससँग सम्बद्ध छु, आबद्ध छु र यसमा जोडिएको छु। मलाई लाग्छ पहिलो सुरुवाती जुन चरण थियो त्यो चरणमा यसका बनाउने क्रियाकलापहरू, बनाउने सामग्रीहरू र विकसित हुँदै आएको छ नि, अहिले एडभान्स हुँदै आएको छ नि यो 14 वर्षमा। मलाई लाग्छ यसमा चाहिँ निखारपन आएको छ सबै, र बनाउनेको पनि आएको छ, प्रेजेन्टेसन गर्ने गर्ने बालबालिकाको पनि यो कुराहरू चाहिँ आएको छ र यसमा सबै स्पष्ट र यसमा चाहिँ सिक्ने सिकाउने र पहिलो चरणमा चाहिँ थोरै विद्यालयले भाग लिँदा अहिले धेरै विद्यालय भाग लाग्छ। र अर्को कुरा विद्यालय मात्रै होइन, यसका सरकारवालाहरू शिक्षासँग आबद्ध सम्बन्ध अभिभावकदेखि लगेर धेरै बुढाबुढीदेखि लगेर यसमा चाहिँ औपचारिक अनौपचारिक शिक्षाले सबै चाहिँ यसमा आबद्ध सम्बन्ध हुँदै आएको छ। यसको वृद्धि विकास हुँदै गएको पाइरहेको छ। मलाई लाग्छ पढाइ मेला आफैमा एउटा महत्त्वपूर्ण कुरा हो। यो विशेष गरेर विद्यार्थीहरूले कक्षा कोठामा बढीभन्दा बढी कुराहरू सिकुन् र यो विद्यार्थीहरूले बनाउने सामग्री हो। विशेष शिक्षकले बनाउने सामग्री हो। यहाँ समस्या के आइरहेको छ भने विशेष गरी शिक्षकहरूले यसको सामग्री बनाइदिने र विद्यार्थीलाई घोकाउने यहाँ प्रेजेन्टेसन गर्ने गरिएको छ। यो एउटा चाहिँ उहाँहरूले गाइड गर्ने कुरा एउटा कुरा हो र मूल रूपमा यो विद्यार्थीले बनाउने सामग्री, विद्यार्थीले प्रेजेन्टेसन गर्ने हो र विद्यार्थी नै क्षमता वृद्धि हुने हो। र यो विशेष गरेर यो हाम्रो दुईटा हुन्छन् पठन पाठन, विशेष गरेर कक्षा कोठाभित्र हुन्छ र यसलाई चाहिँ हामीले यो एक्स्ट्रा करिकुलर र को करिकुलर भनेर दुईटा कार्यक्रम हुन्छ। मलाई लाग्छ यो को करिकुलर भित्र पर्छ, त्यस कारणले विद्यार्थी बनाउने, विद्यार्थीहरूलाई सिकाउने गर्नुपर्छ। धन्यवाद।
धेरै धेरै धन्यवाद यो है समय